धैर्यताले तपाईको जीवनमा सफलताको बाटोलाई खोल्दछ। नमस्कार, जय मसी। यस नयाँ भिडियोमा हार्दिक स्वागत गर्न चाहन्छु। म टङ्क राई र तपाईँ यति बेला हेर्दै हुनुहुन्छ गोल्डन आइकन युट्युब च्यानल। र यदि तपाईँ मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया एक सब्स्क्राइबर गरिदिनको लागि अनुरोध गर्दछु। आजको भिडियोमा सुरु गरौँ एउटा छोटो कथाबाट। एउटा रुखमा दुईटा टुक्राहरू थिए र त्यसलाई केही मानिसले काटेर जङ्गलमा छोडिराखेको थियो र त्यो छोडिराखेको काठ दुईटा बेवारिसी अवस्थामा थिए र जब त्यो काठ बिस्तारै कुहिने अवस्थामा थियो, एउटा कलाकारिता अथवा चित्रकार त्यहाँ आइपुग्छन् र उक्त एउटा काठलाई बोक्रा तास्दै अरू धेरै चोटहरू दिन थाल्छन्। अनि त्यस बेला अर्को नजिकको त्यो एउटा काठको टुक्राले अथवा त्यो काठको मुढाले चाहिँ त्यो नजिकको आफ्नो साथीलाई चाहिँ त्यो चोट दिइराखेको देखेर ऊ हाँस्छ र भन्छ, मलाई त केही पनि भएको छैन, तिमीलाई चाहिँ धेरै पीडा यस मानिसले दिइराखेको छ। तर त्यस पीडा सहिराखेको काठको टुक्रा अथवा त्यो काठको एउटा मुढाले धेरैभन्दा धेरै चोट सहन्छ र बिस्तारै 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 आफ्नो आकार बदल्न थाल्छ। यति धेरै आकार बदल्दै लान्छ त्यस चित्रकारले र त्यो बदलिँदै बदलिँदै छुट्टै एउटा नयाँ स्वरूप, बुट्टेदार एउटा सुन्दर चित्र बन्छ। जब त्यो सुन्दर चित्र बन्छ, त्यो हलुङ बन्छ, सुन्दर बन्छ र त्यहाँबाट अरू ठाउँ लाने तयारी गरिन्छ। जब त्यसलाई बाहिर कुनै ठाउँ लगेर महँगो सजावटको एउटा थोकको रूपमा त्यसलाई प्रयोग गरिन्छ, यति बेला त्यो जङ्गलमा रहेको एउटा जसले चोट सहेन त्यो बिस्तारै बिस्तारै कुहिँदै 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 जान्छ र त्यसको अन्त्य त धमिरा र अन्य किराहरूले माटोमा परिणत गर्छ। हामीले यस कथाबाट बुझ्नुपर्ने कुरा चाहिँ जसले चाहिँ चोट सहन सक्छ त्यसको जीवनमा सफलताले पाइला टेक्न थाल्दछ। तपाईँ र हाम्रो जीवनमा पनि हामीले धेरैभन्दा धेरै चोटि सहने सहन शक्तिले हामीले गुमाउँछौँ, जसको फलस्वरूप हाम्रो जीवनमा आइसकेको आशिष सफलतालाई हामीले छोडी पठाउँदछौँ। परमेश्वरको पुत्र येशू ख्रीष्ट यो संसारमा सहनको निम्ति, दुःख भोग्नको निम्ति आउनु भएको छ। उहाँलाई क्रुसमा मारिँदै थियो, तर क्रुसमा मारिँदै गर्दा पनि उहाँले कहिले पनि त्यसलाई बदलाको आँखाले, कहिले पनि नकारात्मक ढङ्गले हेर्नु भएन, तर बरु क्षमा दिन तयार हुनुभयो, जसले गर्दा पापीहरू उहाँको चरणमा फर्केर आए। तपाईँ र मैले कहिलेकाहीँ सहने कुरालाई हाम्रो कमजोरीको रूपमा लिन्छौँ। हामी एकदमै हेपिएको, तुच्छ भएको ठान्छौँ, तर बाइबलीय अर्थ यस्तो छैन। जसले सहन्छ, जसले धैर्यता गर्छ, त्यसले नै अनन्तताको जीवन आशिष प्राप्त गर्दछ। त्यो मानिस तपाईँ बन्नुहोस्, मेरो प्रार्थना छ। परमेश्वरले सबैलाई आशिष दिउन्। यदि मेरो भिडियो मनपर्छ भने कृपया सेयर गर्नको लागि, कमेन्ट गर्नको लागि अनुरोध गर्छु। अर्को भिडियोमा फेरि हामी भेटौँला। नमस्कार।